दुःखद खबर आएको छ। बाजुरा जिल्लाको समीकार्ती खापर गाउँपालिका वडा नम्बर 2 पुडेनीमा ढुङ्गाले फरार गरी एकजनाको हत्या गरेको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार मिति 2082 साल चैत्र 2 गते साँझ करिब 6 बजे 20 मिनेट सोही स्थानका करिब उमेर 40 देखि 45 वर्षका धनबहादुर मोहतरा र उनका 18 वर्षीय हेमराज मोहतराले स्थानीय रुद्रलाल बुढाका 35 वर्षीय छोरा सुरबास बुढामाथि ढुङ्गाले टाउकोमा फरार गर्दा उनी गम्भीर र घाइते भएका थिए। गम्भीर र घाइते भएका बुढाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे साँझ करिब 7 बजे वडा नम्बर 2 का वडा अध्यक्ष विष्णुबहादुर बुढाले टेलिफोन मार्फत स्थानीय प्रहरी पोस्ट मुक्तिकोट बाजुरालाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक रविन्द्र धामीको कमान्डोमा 3 जनाको प्रहरी टोली 7 बजी 10 मिनेट घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली करिब 8 बजी 10 मिनेट घटनास्थल पुगेपछि कुटपिटमा संलग्न धनबहादुर मोहतरालाई घटनास्थलबाट नियन्त्रणमा लिएको छ भन्ने घटनामा संलग्न उनका 18 वर्षीय छोरा हेमराज मोहतरा फरार रहेका छन्। उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ। उक्त घटनास्थल स्थानीय प्रहरी पोस्ट मुक्तिकोट करिब 1 घण्टा 30 मिनेट पैदल पश्चिम पर्ने दुर्गम क्षेत्रमा रहेको बताएको छ। घटनाबारे थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।